सम्पूर्ण आमा बाबा लगायत मेरा प्यारा प्यारा भाइ बहिनीहरूलाई सबैजनालाई सम्झेर मैले छोटो एउटा भिडियो बनाएको छु। हजुरहरूलाई कस्तो लाग्छ आफ्नो प्रतिक्रिया पनि दिनु होला है। एससीको रिजल्ट आउन आँटेको छ, नजिक आइसकेको छ। अब फेरि धेरैजना भाइ बहिनीहरूले गलत निर्णय पो लिनुहुने हो कि भनेर मलाई ठुलो डर लागिरहेको छ। एससीको रिजल्टमा मात्रै होइन भाइ बहिनीहरू, आफ्नो जीवनमा पनि पहिलो हुने प्रयास गर्नुहोला हजुरहरू। कतिजना प्रथम हुने भाइ बहिनीहरूले पनि जीवनमा आफू असफल हुनुभएको छ र कति असफल जीवनमा पढाइमा असफल हुनेले पनि धेरै माथि गएर जीवनलाई धेरै अगाडि धेरै राम्ररी बढाइरहेको हामीले देखिरहेका छौँ। त्यस कारणले हजुरहरूले आफ्नो बालबच्चालाई साथीको जस्तो गरेर कुराहरू एकअर्कामा आदान प्रदान गरेर हजुरहरूले नानी बाबुहरूलाई आफूले सोचे जस्तो मार्क्स आएन भने पनि केही हुँदैन भनेर अहिलेदेखि नै उनीहरूसँग गफ गर्ने गर्नुहोस्। आमा बाबाहरू हजुरहरूले जति धेरै समय मोबाइललाई दिँदै हुनुहुन्छ त्यो मोबाइललाई दिने समय घटाएर हजुरहरूले आफ्ना बच्चासँग भलाकुसारी गर्ने बानी गर्नुहोस्। आफ्ना घरमा भएका आमा बुबा बुढा भएका बुबा आमासँग समय बिताउने कोसिस गर्नुहोस्। त्यसले हजुरहरूको परिवारमा एकदमै आत्मीयपन बढेर जान्छ। सबैजना खुसी हुन थाल्नुहुन्छ। सबैजनामा एकअर्कामा प्रगाढ माया सम्बन्धहरू प्रगाढ भएर जान्छन्। तर अहिले त एकातिर नानी बाबुहरू मोबाइल बोकेर व्यस्त हुनुभएको छ, अर्कोतिर बाबा मम्मीहरू मोबाइल बोकेर व्यस्त हुनुभएको छ। घरमा भएका बुढा बाबा आमाहरू को आउँछ र को बोल्छन् होला भनेर बाटो हेरिरहनु भएको छ। प्रसङ्ग मैले एउटा बोल्दै थिएँ, अर्को जोडेँ, तर पनि मलाई त्यो पनि जोड्न मन लाग्यो। जीवनमा 7वटा विषय लगाउने पनि मै हो है। हजुरहरूलाई मैले भनेको छु 8 कक्षामा मैले 7वटा विषय लगाएको थिएँ। तर मैले यदि त्यति बेला गलत निर्णय लिएको भए आज हजुरहरू समक्ष भिडियो बनाएर टिकटक बनाएर अथवा हरेक कुराहरू हजुरहरूसँग आदान प्रदान गरेर म अगाडि बढ्न सक्दिनँ थिएँ होला सायद। त्यस कारणले मैले त्यति बेला आफूलाई गलत निर्णय लिनु हुँदैन भनेर सोचेँ। मैले मेहनत गरेर पढ्नुपर्छ, म जीवनमा अवश्य सफल हुन्छु भनेर पढ्दै मैले निकै नै सफलता हासिल गरेछु। अहिले एउटा सानोतिनो संस्थामा भए पनि शाखा प्रमुख जस्तो भूमिका मैले निभाउन पाएको 10-12 वर्ष भयो। म साह्रै खुसी छु। मेरो जीवनमा मेरा बालबच्चा हुर्काएर आफ्नो देशमा आफ्नो परिवारसँग बसेर आफ्नो समय व्यतीत गर्दैछु। म धेरै खुसी छु मेरो जीवनमा। त्यसकारण मबाट पनि हजुरहरूले यति एउटा सल्लाह सुझाव लिनुहोस् कि हजुरहरूले सोचेको जस्तो निर्णय, सोचेको जस्तो रिजल्ट आएन भने पनि हजुरहरू निरुत्साहित नहुनुहोस्। हजुरहरू अब फेरि आउँदा दिनमा धेरै राम्रो गरी पढ्नेछु, टाइम म्यानेजमेन्ट गरेर पढ्नेछु, म धेरै अगाडि बढ्नेछु, म आफ्नो लक्ष्य पुरा गरेरै छोड्नेछु भनेर मेहनत गरेर पढ्नुहोस्। बाबा मम्मीले पनि टर्चर दिने काम नगर्नुहोला। छोराछोरीले राम्रो रिजल्ट ल्याएनन् भने रिजल्ट ल्याउनुभन्दा अगाडि नै एससी आउनुभन्दा 1 वर्ष अगाडि नै बाबा मम्मी पनि आफ्ना छोराछोरीसँग साथी जस्तो व्यवहार गरेर पढाएर अब जस्तै 9बाट 10मा गएका बाबा मम्मीहरूले अहिले सुरुवातदेखि नै यो वैशाखदेखि नै अब 10 महिना छ तिमीले पढ्न, अब 11 महिना छ, यति महिना छ, अब तिमीले यसरी पढ्नुपर्छ, टाइम म्यानेजमेन्ट गरेर यसरी समय मोबाइल खेलाउन त तिमीले पछाडि पनि मोबाइललाई दिने समय पाउँछौ, तर यो विद्या 10 कक्षाको विद्या लिन त अब तिमीले अहिले पाउँदैनौ भन्ने खालका आफूले ज्ञान बुद्धि दिँदै लिएर जानुभयो भने हजुरका नानी बाबुले सोचे जस्तै अङ्क ल्याएर एससीमा रिजल्ट ल्याउन सफल हुनुहुनेछ। त्यस कारणले हजुरहरूले रिजल्ट आइसकेपछि नानी बाबुलाई टर्चर दिने काम नगर्नुहोस्। बरु अगाडि नै आफू पनि उनीहरू सँगसँगै लागेर कसरी हुन्छ उनीहरूलाई धेरै माथि राम्रो सफलता हासिल गर्न सक्छन् भने प्रयास गराउनुहोस्। र अर्को कुरा थोरै जोड्न चाहे मैले, धेरैजनाको घरमा
हजुरबा हजुरआमा र बाबा मम्मूको रिलेसन नराम्रो भएर सम्बन्ध बिग्रेर छोराछोरीलाई पढाइमा धेरै असर परेको जस्तो मैले बुझ्दै आएको छु। कोही एकजना नानी अब 18 वर्षकी नानीले मलाई पोख्नु भएको थियो। म माई गएर आउँदै गर्दा म गाडीमा चढेको थिएँ। त्यो नानी पनि मेरो छेउमा बसेको हुनुहुन्थ्यो। त्यो नानीले भन्नुहुन्थ्यो मलाई, हजुरआमा र मामुको सम्बन्धको कारण दिमागमा धेरै टेन्सन हुन्छ, पढेको कुरा घुस्दैन, जति पढे पनि घुस्दैन, सानैदेखिको डिप्रेसनमा गइसके जस्तो भएको छ, दिमागले केही सोच्न सक्दैन, टेन्सन मात्रै हुन्छ, बिहे भन्ने कुरा गर्नै हुँदैन रहेछ जस्तो लाग्छ मलाई भनेर हेर्नु त्यो सानो नानीलाई हजुरआमा र आमा नमिलेको कारण त्यो नानीलाई परेको असर हेर्नुहोस् त हजुरहरू। हो त्यस कारणले हामीले परिवार कसरी हुन्छ, हामी जोसँग नराम्रो छ, जो परिवारभित्र जे मिसअन्डरस्ट्यान्डिङ के कारणले भएको छ, परिवारका सदस्यहरू बस्ने त्यो कुरालाई केलाउने र राम्रोतिर लाने गरियो भने मात्रै बच्चाहरूको दिमाग पनि राम्रो हुन्छ, फराकिलो हुँदै जान्छ र भोलिका दिनमा उनीहरूले पनि आफू बाबा मम्मू भएको बेला त्यसरी नै हामीलाई पनि राम्रो गरेर अगाडि त्यही संस्कार बोकेर नानी बाबुले हामीलाई पनि पछि हेरचाह स्याहार गर्नेछन् जस्तो मलाई लाग्छ। अलिअलि हजुरहरूलाई मैले आफ्नो मनको कुरा पोखेँ। राम्रो लागेमा पनि ठिकै छ, नराम्रो लागेमा पनि हजुरहरूले मलाई थोरै समय दिएर सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद है। फेरि अर्को भिडियोमा भेटौँला है।